हामी अहिले लगभग 6 बजिसक्यो होला सायद है। यहाँ पुरा हामी यहाँ पिचबाट पनि पुगिसकेको छ। हामी सिजा जुम्ला रोड पनि यस्तो खतरा छ है। रारा जाने रोड सिजाको साइडतिर चाहिँ यस्तो बवाल छ है बाटो चाहिँ। के अरे यो सिजा भ्याली हो कि सिजा भ्याली? सिजा यो हुन्छ नि खस भाषा उत्पत्ति भएको नेपालको खस भाषा नेपालको भाषा उत्पत्ति भएको ठाउँमा ज्ञानेन्द्र साईको घर चाहिँ यता हो क्या। छिटो चलाउनु पर्छ हामीले होइन अलिकति छिटो पुग्नु पऱ्यो क्या। त्यही भएर खास त 50 मिनट लाग्छ पारी। मैले यहाँ डुङ्गा चलाइरहेको लगभग 15 वर्ष भइसक्यो। खुट्टा माथि गर अन्त म झालिसकेँ कसम। यो बाटो सर्टकट बाटो तर यो बाटो हामी नजानेको छ। यो बाटो अति गाह्रो छ है। यो 220मा हामी यहाँ त्रिपल रोड चढेको छौँ। हिजो मेरो बाइकको चाहिँ सबै हावा सब फुसिसकेको रहेछ। त्यही भएर यहाँ हावा हाल्ने ठाउँ पनि छैन केही छैन। यहाँ स्यालेरीमा गाह्रो छ गाई चाहिँ। ठिक छ हामी यहाँ फोटो खिच्दा हल्का भित्र भइसक्यो। हाम्रो बोट चाहिँ उता रेडी भइसकेको छ। हामीलाई यहाँ कुरिरहेको अवस्था ले यो चाहिँ अब त्यहीँ गएर लाउनु पर्ने हुन्छ फेरि। खै हामीलाई बस्ने ठाउँ छैन क्या। बिचमा छेउमा बस्दा हुन्छ होला नि हुँदैन? टोटो ओके। तपाईँ चाहिँ हामी चाहिँ फर्स्ट टाइम यहाँ बोटिङ गर्दाखेरि पनि पुरा स्टप हुँदै मान्छे यहाँ राख्दै गाडीमा चाहिँ हुन्छ नि त म्याक्सिमम्। तर अहिले हामी बोटमा पनि मान्छे झार्दै अनि मान्छे हाल्दै हामी जान्छौँ होइन। यो चाहिँ अब हामी बोट चलाउँदैछौँ होइन। अब उता पुगेर उता घर छ होला त्यहाँ चाहिँ एकचोटि रोक्छौँ। त्यहाँ रोकेर हल्का मान्छे झारेर अनि अलि मान्छे हालेर फेरि उता पुग्छौँ हामी है। ल मिली चौरमा छिटो चलाउनु पर्छ हामीले होइन अलिकति छिटो पुग्नु पऱ्यो क्या। त्यही भएर खास त 50 मिनट लाग्छ पारी। मैले यहाँ डुङ्गा चलाइरहेको लगभग 15 वर्ष भइसक्यो। 45 मिनटमा पुग्छ। ल जमै जम माझी दाइले अरूलाई तर्दा तर्दै। ल हामी चाहिँ हाम्रो यो पहिलो स्टपमा पुग्न लागिसकेको छ भन्दा ठ्याक्कै उता हाम्रो मान्छेहरू कुरेर बस्नुभएको छ। हाम्रो गरागरो भनौँ न। आजको लागि चाहिँ हामी यहाँ पुरा के भइसक्यो के अरे बोट राइडर भइसक्यो हामी चाहिँ आजको लागि चाहिँ। उहाँलाई सबै सकुशल माथि पुऱ्याउँछु भन्दा आफ्नो चस्मा हराइसक्यो। यहाँ गाह्रो भइसक्यो। ल चढम छिटो बसेर बस्नु। ल हामी चाहिँ अब पुग्न लागिसकेको छौँ है। कति टाढो छ चाहिँ लगभग अझै आधी घन्टा जति लाग्छ होला। हामी चाहिँ अब यहाँ भाइले यहाँ चक्कु चलाएर चलाउ चक्कु त हुन्छ के हुन्छ ल उता अङ्कलले पनि खतरा चलाइराख्नुपर्छ है। ल चलाउ एउटा गीत गाइदिनु न तपाईँहरू खोइ यस्तो सिङ्गर कोही हुनुहुन्छ भने गीत गाइदिनु बहिनी। ल डुङ्गा सररा ठिक छ आम्मामा यस्तो खतरा आएछ नि त्यहाँ। अनि के देखाउ त कहिले आयो यहाँ? 2 दिन भयो। अहिले लयमा जाओस् न आन्टी। घर कहाँ हो नानी त्यही खोला पारी र कुमारी। ल आउने बस्तर गाइदिँदा आउँदैन भयो गाह्रो छ। लगाइ चाहिँ यो बहिनी चाहिँ यहाँ बस्छु यता बस्छु भन्दैछ न। अब पन्जा लरम जितेपछि बस्छस् दादा बस्नुहोस् है। एकछिन म अप्ठ्यारो भयो कि मिठै छु ल नगर्नु एकछिन भिडियो बनाउँदै नगर्नु उठाउनु पाइन्न कि यो। अब 3 जना ल 3 जना कहाँ 3 जना 2 हात अनि 1 जना 3 जना भएन। भिडियोमा यहाँ छ छेको नछेको यहाँ भिडियोमै रेकर्ड भएछ।
ल पुग्न लागिसके पारे हामीलाई स्वागत गर्नलाई खादा बोकेर बसिरु हेलो बाजाहरु सबै राखिरहेछ हेलो वी आर कमिङ क्यामेरामा राम्रोसँग देखिरहेको छैन ल भाइ राम्रोसँग चलाउ छिटो अलि छिटो जानुपर्छ किन त दे ओइ सरी मेरो बुढी यहाँ बस के यहाँ यस्तो नगर के हुन्न क्या आइज बस यहाँ त छेउमा नबस् न यहाँ बस उता जान्छ के ब्यालेन्स मिल्दैन अलि यहाँ अब कस्तो डरागिदियो रे भगवान् ल मान्छे पुग्न लेभलले यस्तो खतरा चिजहरू मोल्ने होइन क्या मोल्ने होइन के मोल्ने खतरा मोल्नु अब पारि घोडा चढ्नुपर्छ हामी होइन पारि घोडा चढेर एक गोरा ग्राउन्ड हान्नुपर्छ घोडा चढ्नुपर्छ बल्ल तल्ल पुग्यौँ हामी चाहिँ ओहे ल तान्नु भाइ ब्याग तान्न यसमा बाँध्दै यसमा ल भाइ राम्रोसँग बाँध भाइ हामीलाई यहाँ अब सबलाई पैसा माग्नुपर्छ भाडा है के छ बल्ल तल्ल जस यो बोटको यो यात्रा चाहिँ सफल भएको छैन अलि राम्रोसँग मजाले सेफ ल्यान्डिङ भइसकेको छ हामी चाहिँ ओ बिस्तारै ल केही छैन अब त जस्तरी आउँदा नि हुन्छ हो अब हामी यहाँ एकछिन बस्छौँ होला यहाँ टन्नै लगभग 1 घन्टा जति बस्छौँ होला सायद यहाँ यताउता जस अस्ति आउँदाखेरि हामी यहाँ आउन पाएनौँ क्या अस्ति भन्नाले हेर्न पाएनौँ अस्ति आउँदाखेरि चाहिँ खासै हेर्न पाएनौँ त्यही भएर होइन ल यहाँ राखिदिएछौँ है हामीले ल प्रुफ छ भिडियोमा पनि राखेछ भनेर ल धन्यवाद है किनकि लग्यो भन्ने कहिले लग्यो भन्ने हुन्छ नि कहिले हेर्दा मेरो भाइले झन् लग्न लाग्यो अनि उनीहरूले छोड नि भन्यो के गाई चाहिँ यहाँ बहिनीहरू चाहिँ यहाँ रेडी भयो होला जस्तो लागिरहेको थिएँ अघि नै मैले पठाएको थिएँ यिनीहरूलाई कपडा सपडा चेन्ज गर अनि छिटो गर्नुपर्छ भिडियो बनाउनुपर्छ हामी जानुपर्छ आज जुम्ला बजार पुग्नुपर्छ भनेर तर यिनीहरू त यहाँ पुरा अहिलेसम्म नै रेडी भएको छैन यता हेर्न सक्नुहुन्छ गाई चाहिँ अझै पनि यस्तै छ यिनीहरूको हालत अब यिनीहरूले कहिले यिनीहरू अब लगाइसक्ला कहिले भिडियो बनाइसक्ला अब हामी कहिले पुग्ला फेरि खाना कतिखेर खाने जुम्ला कतिखेर जाने केही छैन गाई तर पनि जान्छौँ हामी चिलमा मजाले खाउँछु रहन मेरो दाइ के गरेर हो यस्तै छ भाइ यहाँ यिनीहरूको यहाँ भिडियो खिच्दैछौँ यहाँ भनेर चाहिँ खै 1 2 के पहिला म्युजिक बजाउ न यिनीहरू अब यस्तै छ प्र्याक्टिस छैन यिनीहरूको के पनि नाच्न गाच्न आउँदैन अनि यहाँ सिकाउँदा यहाँ खिच्ने मान्छेलाई हैरान नै भइरहेको छ यहाँ लगभग अहिले कति बज्यो भने चाहिँ अघि हामी अहिले 10 लगभग 11 बजी लागिसक्यो अब हामी यहाँदेखि उता के अरे सल्लेरी पुग्ने लगभग 1 घन्टा बढी फेरि यिनीहरू लगाइदिन्छ फेरि छिटो पुग्दैन 1 घन्टा बढी सल्लेरी पुग्नै लाग्छ हामीलाई अब त्यहाँबाट कतिखेर यिनीहरूको डान्स सकिने हो यिनीहरूको माइती घर यिनीहरू माइती घर कम्पिटिसनमा हाल्छु भनिरहेको छ त माइती घर कम्पिटिसन हालेर मान्छे निकालेर रिजल्ट पनि सुनाइसकेर यिनीहरूको गीत अझै रेडी भएको छैन गाई चाहिँ काम त छैन तै पनि सब पुरा गरिदिउँ हल्का ठिक छ ल ओके गाई चाहिँ फाइनली हाम्रो सब सुटहरू यहाँ पुरा भइसकेको छ है यहाँ लास्टमा घोडा चढेर घोडा समातेर घोडा यताउता गरेर सबै गरेर जस हामी लास्टमा सुट हानिसक्यो धन्यवाद है तपाईँलाई धन्यवाद तपाईँले 100 रुपियाँ दिन्छु ल धेरै धन्यवाद हजुरको नाम चाहिँ के पर्यो पदम तिरुवा ल धन्यवाद है हजुरले हामीलाई घोडा चढाउनु दिनुभयो ल त्यही हो भाइले फेरि घोडा चढ्न गइसक्यो ल ओके सो गाइस अहिले चाहिँ हामी माथि झाडाबाट यहाँ पुगिसक्यौँ है सल्लेरीसम्म बिस्तारै बिच बाटोमा पानी पनि पऱ्यो अनि बाटो हरा जस्तै नै बिर्से जस्तो के भयो कि अहिले ठ्याक्क हामी यहाँ डाँफे होटेलको नजिक पुगिसकेका छौँ है अब यहाँ जानलाई बहिनीहरू चाहिँ गइसकेको छ अगाडि त्यो बाइकहरू चाहिँ के कसो छ कन्डिसन पनि थाहा छैन हावा छ तेरो मेरो हावा छ ठिक छ है यस मेरो हावा हिजो बिच बाटोमा फुस्किरहेको थियो क्या बिच बाटोमा हावा गयो कि भन्ने कति अलिकति चिन्ता चाहिँ ल छैन क्या होइन फु खाना हावा छैन फुसँग त खाना पुरै गइसक्यो छैन फु खुवाउनु
राराबाट खानासाना खाएर यहाँ फर्किँदै होइन यो 220मा हामी यहाँ त्रिपल लोड चढिरहेको छौँ हिजो मेरो बाइकको चाहिँ सबै हावासावा सब फुसिसकेको रहेछ त्यही भएर यहाँ हावा हाल्ने ठाउँ पनि छैन केही छैन यहाँ स्यालेरीमा गाह्रो छ गाई चाहिँ त्यही भएर अब यहाँ गमगडी गई हुन्छ कि नभए बाटोतिर कतै यो बाइक पनि फेरि ब्रेकै छैन क्या ओह्रालोमा त अति गाह्रो हुन्छ नर्मल बाटो त ठिकै छ ओह्रालोमा त लास्टै गाह्रो हुन्छ होला त्यही चाहिँ हेरौँ अब बाटोतिर कतै पम्पसम्म भेटायो भने त हो नत्र त ओके गाई चाहिँ यो ठाउँमा चाहिँ हामी बस्छौँ भनेको यो ठाउँमा चाहिँ हामी बस्न पाएनौँ होइन अस्ति आउँदाखेरि नि हतार हतार भयो हामी नपुग्दा जस्तो भइरहेको थियो यो गुर्जी लेकको यो चौरमा चाहिँ अहिले यहाँ फर्किँदाखेरि पनि त्यस्तै नै भइरहेछ यहाँ तिम्रो त्यो सोध्न है पम्प छ कि अनि फर्किँदाखेरि पनि अहिले हतारै भइरहेछ क्या सो गाई चाहिँ यहाँ छैन होला सोध्न ढिँडा छ होला यता त ढिँडा छैन ल कजललाई सोध्यो भने पम्प छैन अब के गर्ने गाई न यहाँ कति त्रिपल लोड जम्दा यार कसम ओके गाइज ओके सही बल्ल जस यहाँसम्म त पुग्यो मजाले अब यहाँदेखि एकचोटि बुलबुलेमा चाहिँ पाइन्छ भन्ने आश हो हाम्रो बुलबुले लगभग सायद पाउँछ होला है बुलबुलेमा चाहिँ त्यही गाई चाहिँ अब हेरौँ लेट चाहिँ के हुन्छ के गाई चाहिँ हामी चाहिँ यहाँबाट निस्किसक्यौँ होइन त्रिपल लोडमै गइरहेको छौँ गाई चाहिँ ल अब यहाँ बुलबुलेमा नि केही छैन भन्ने सुन्नमा आयो हाम्रो आर्मी सरले पनि भन्नुभयो कि यहाँ बुलबुलेमा पनि छैन अरे क्या अब के अरे यो हावा भन्ने ठाउँ चाहिँ छैन अरे तै पनि हेरौँ एकचोटि यहाँ बुलबुलेमा चियासा खान्छौँ यहाँ होटल छ होला भन्दा नि होटल छ हामी आउँदा जाँदा बसिराख्ने होटलहरू छन् कि तैपनि तर पम्प हुन पनि सक्छ त्यहीँतिर बाइकवाला मान्छेहरू पनि छन् त ट्राई गर्छौँ है जतिसक्दो ट्राई गरौँ अब भएन भने के गरौँ त होइन अब बिस्तारै गोडी जिल्लासम्म जान्छौँ गोडी जिल्लासम्म अँध्यारो पर्छ कि हामी है अँध्यारो भयो नि त तनाव हुन्छ नि के गाई चाहिँ यहाँ खाजासाजा खानु पर्ला होइन खाजा त होइन चिया खाउँछ होइन चिया खाएर जाउँ न सम्म यहाँ खेर यो के भयो फेरि ल के गाई चाहिँ अहिले चाहिँ हामी ट्याक्कै यहाँ हाम्रो रारा रमिता होटलमा छौँ भने ट्याक्कै के अरे राराबाट फर्किँदै गर्दाखेरि सन्चै हुनुहुन्छ चिन्नुभयो कि नै चिन्नुभयो है म यतातिर आउँदाखेरि यतै बस्छौँ कि धेरै जस्तो ट्याक्कै यहाँ चिया र बिस्कुट खाइरहेको छौँ हाम्रो बाइकको हालत खतमै छ मान्छे पनि हालत यस्तै छ हाम्रो भाइ त चाहिँ कालोमा सेतो भइसकेको छ ज्याकेटमा यहाँ पुरा के हो यस्तो मैले यो चाहिँ यत्तिकै गरिरहेछ क्या अब म चाहिँ देखाउँदिनँ होइन ऊ त अर्को बहिनी छ त्यहाँ पुरा ओइ जतिखेर पनि फोटो खिचेर बस्ने हो ओ आशिका तामाङ हो आशिका तामाङ हो चेस गरौँ न चेस फेरि भ्यू हेर्दै चेस ल त्यही भएर चाहिँ अब यहाँ हाम्रो साउन्डले चाहिँ यहाँ हामीलाई पम्प चाहिरहेको थियो अघिदेखि पम्प खोज्दै आइरहेको छ अब यहाँ पम्पको व्यवस्था गरिदिनु है पम्प चाहिँ मिलाइदिनु है सक्नुहुन्छ भने ए छ हेरिदिनु है अब भयो भने ठिकै छ भएन भने पनि ल अब एकछिन चिया खान्छौँ यो खाजा खान्छौँ त्यसपछि भेट्नुपर्ने हुन्छ एक पम्प भेट्यो भने चाहिँ भेटेन भने चाहिँ हेरेको हेरे ल के गाई चाहिँ यहाँ पम्प चाहिँ पाइसकेछ हामीले तिम्रो हो यो त बाबुको तिमी त्यही घरकै हो उहाँको भदै हो ठिक छ मैले चाहिँ यो बाइकको हावा भन्नलाई हो भने चाहिँ ट्राई गर्छु भर्छ कि हुन्छ कि हुँदैन है सकभर हुन्छ होला तैपनि ट्राई गर्छु ल अब पम्प चाहिँ भेटायो गाई चाहिँ अब भरिन्छ कि भरिँदैन भन्ने कुरा हुन्छ उता आन्टीले पनि तिनीहरूलाई अलिकति बच्चाले पहिला बिगारिदिँदो रहेछन् माग्ने रहेछन् यताउता गरेर बिगारिदिँदो रहेछन् कि त्यही भएर चाहिँ अहिले किन हल्का अप्ठ्यारो मान्नुभएको थियो त्यही भएर अनि हेरौँ अब के कस्तो हुन्छ भरिन्छ कि भरिँदैन थाहा छैन ट्राई चाहिँ हान्छौँ ल भेट्यो अब हेरौँ न भरिन्छ कि भरिँदैन भन्ने आफ्नो सुन भाइ आइज पावर लाउनु पऱ्यो आइज भाइ 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 सुन भाइ ओके गाइज हाम्रो यहाँ तिम्रो होइन पम्प चाहिँ ल धन्यवाद है यो यहाँ भाइले जेस हल्का ट्राई चाहिँ भइरहेछ तर भरिन्छ अलि त भरिन्छ धेरै नभए नि थोरै चाहिँ भरिन्छ अलि टाइम चाहिँ लाग्छ होला गाइज होइन
यहाँ बुलबुलेमा आएर यहाँ कति ठाउँमा हामी पम्प खोज्यो कतै पनि पाएन कि सब ठाउँ खोज्दै आइरहेको थियौँ तर पाएन यहाँ भाइले तिमीले फुटबल भन्ने पम्प होला बल भन्ने है ठिक छ साइकल हो साइकलको लागि हो कि के को लागि हो साइकलको लागि हो ठिक छ हल्का भयो भने ठिक छ भरिरहेछ भइहाल्यो नि त अलिअलि यति भरे नि ठिक छ भरिको यो के हो मुखभित्रको ठिक छ भइरहेछ अलिअलि ल उसले भाइले हान्नु तिमी कहाँ म कहाँ पिरती ल बेसैमा होइन भाइले गर्छ सबैजना पालो पालो सो होइन बम भऱ्यो भने चढ्ने हामी तिनजना हो एकजनालाई ठिकै हुँदैन माथि यो भाइको रहेछ बल बल भने अनि हुन्छ कि भनेर ट्राई गरेको छु हुन्छ होला अलिअलि भए पनि हामी तिनजना चल्नु फेरि यो बढ्यो पनि हेरौँ अब ट्राई गरौँ न फेरि दुईजना चढेर ल्याप्दै गयो भने पछि झन् एकजना पनि चढ्न मिल्दैन एकजना पनि चढ्न मिल्दैन पछि अहिले किनभने एकजना त चढ्न मिलिरहेको छ नि भइरहेछ अलि त भरेको ल भयो ल हावा त भरिसक्यो यहाँ हावा भरेर यहाँ निस्किनु लागिसकेको छ त पम्प ठेस है एकछिन पम्प तात्यो एकछिन अब यहाँ एकछिन यहाँ निस्कियो ल जम केटाकेटी हो के चाहिँ अलिकति भयो भने हावा चाहिँ त्यति धेरै त भरेन थोरै थोरै भयो भने हावा चाहिँ भरेछ यसको सबै राखेको मैले त्यहीँतिर एउटा हेर कस्तो के हुन्छ रहेछ मेरो ब्याग बोक्ला भयो त खोल के लाउने ल किन त्यही त ल बस हावा कस्तो भयो ल्याचेको गयो ठिक छ है भाटो कि ल्याउँ कि भाटो तिमी कहाँ म कहाँ पिरो दिल्ली हिजोको बाटो जान्दा म झालिसकेँ कसम यो बाटो सर्टकट बाटो तर यो बाटो हामी नजानेको छ यो बाटो अति गाह्रो छ है यो बाटो अति गाह्रो छ हामी नजाने हामी अब यतैबाट जान्छौँ हामी नयाँ बाटो जान्छौँ है हामी नयाँ बाटो किन यति बाटो गाह्रो छ नि हिजो कस्तो उकालो थियो चाहिँ ट्याक्कै वरिपरि हुन्छ नि चट्टान बिचमा बाटो तर यो बनाउने मान्छेले पनि खतरै बनाएको यो साइडको चट्टान चाहिँ किन राख्यो होला यसो देखाउनलाई राख्यो होला कि यस्तो खतरा भ्यू होइन अघिको पहाड त सानो थियो कि यो पहाड झन् ठुलो थियो झन् ठुलो छ कि पहिला त मैले चाहिँ हुन त यो बाटो म पहिला पनि हिँड्नु चाहिँ हिँडिसकेँ हो तर बिर्सिँदो रहेछ क्या ठाउँ फेरि बेलामा हुन्छ नि त अहिले देखेपछि फेरि याद आउँदै क्या ए हो यस्तो थियो है जस्तो लाग्ने क्या अति खतरा छ क्या तर यहाँ भिडहरू चाहिँ अति नै खतरा छ तल हेर्दाखेरि त पुरा चक्करै आउने टाइपको छ यहाँ चक्कर आउने टाइपको छ क्या तर सही हो एडभेन्चरको लागि बवाली छ है तर यो बाटो चाहिँ अनि तर बाटो खत्रै छ यार तर त्यस्तो खत्रै छ भन्नाले त्यो त्यस्तो एक्सिडेन्ट होला जस्तो चाहिँ होइन कि तर हिजो अस्ति हामी आयो नि जुन बाटो त्यो चाहिँ डेन्जरै थियो है अति डेन्जर थियो बाटो लास्टै खतम थियो है तर यो बाटो चाहिँ राम्रो छ क्या किनकि यो बाटोहरू चाहिँ अलिक ठुलो छ जस अहिले हुन्छ नि के भन्ने यो बाटोले चाहिँ अब हाइवे भनौँ न यो चाहिँ हाम्रो मुगु जाने हाइवे हो नि त हाइवे जति जे भयो भने
अर्को सहायक बाटोहरू भन्दा अलि राम्रो नै हुन्छ क्या त्यही भएर चाहिँ यो बाटो आम्मामा यस्तो खतरा चाहिँ सही हो तर डेन्जरै डेन्जर छ तर डेन्जर चाहिँ हेर्दाखेरि चाहिँ खतरै डेन्जर छ तर अब मेरो लुगा नतान्न यार मेरो बहिनी यार के हो यार सब मेरो लुगा तानेर हैरान बनाइसकेको रहेछ बहिनीले मेरो अघि पसेर पनि तानिरहेको थियो जहिले होला त्यसो भए अघि ताने त्रिपल रोड बसे बेला ओइ सही हो तल हेर्न तल हेर्न यस्तो खतरा छ बाटो खतरामा खतरा बवालमा पनि बवाल राम्रोमा पनि राम्रो अनि यो चाहिँ अब हामी जिया बोत्ता सोत्ता पुग्छ होला यहाँबाट अनि त्यसपछि हामी गोठी जुला पुग्छौँ अब यो उकालो छ नि त यो यहाँबाट हामी ओह्रालो झर्छौँ के झरिसकेपछि झरिसकेपछि अनि राम्रो बाटो छ अनि भिड छैन क्या अलिअलि पिच पनि आउँछ त अब अहिले यो छ नि यहाँबाट पछि टर्निङवाला ओह्रालो झर्छ क्या चुई बाह्रमा ओह्रालो झरेपछि चाहिँ अनि लगभग अब उता खासै डेन्जर छैन त्यही नै हो अब फाइनली हामी अहिले लगभग 6 बजिसक्यो होला सायद है यहाँ पुरा हामी यहाँ पिच बाटोमा पुगिसकेको छ हामी सिजा जुम्ला रोड पनि यस्तो खतरा छ है रारा जाने रोड सिजाको साइडतिर चाहिँ यस्तो बवाल छ है बाटो चाहिँ के अरे यो सिजा भ्याली हो कि सिजा भ्याली सिजा यो हुन्छ नि खस भाषा उत्पत्ति भएको नेपालको खस भाषा नेपालको भाषा उत्पत्ति भएको ठाउँमा ज्ञानेन्द्र साईको घर चाहिँ यता हो क्या तर यहाँ पुरा पिच भएर चाहिँ मलाई थाहै थिएन यार म फर्स्ट टाइम तर भिडियोहरूमा चाहिँ देखेको थिएँ यस्तो पिच भएको चाहिँ तर यो कति 1-3-4 किलोमिटर मात्रै भएको छ भन्ने सुनेको थिएँ मैले गोठी जिउला नपुग्दै यहाँ सर्टकट बाटो जान्छ भन्ने कुरा भइरहेछ ठ्याक्कै हामीलाई यो भेडाहरूले चाहिँ यहाँ हामीलाई जाम गराएको अवस्था छ है यहाँ भेडाहरूले चाहिँ बाटो रोकेको अवस्था छ कता आउनु भएको बहिनीहरू बजार कहाँ गोठी जिउला ए कति टाढा छ अब अनि यो सर्टकट बाटो छ भन्छ नि त्यो कता पर्थे पुलबाट हो होइन होला यो यताबाट सर्टकट जानलाई क्या नाङमा जानलाई यो त यो मेन बाटो त यो भयो अनि कोही पुल तरेर सर्टकट छ भन्दै थियो त छैन पारिबाट त्यही त त्यही पुलबाट हो होइन होला अझै तलबाट है ए ल धन्यवाद जिया माथि बोता है कैसा कैसा होता है लगाइ चाहिँ राम्रै हाम्रो दुईवटा बहिनीहरूसँग कुरा गरेपछि हामीलाई फेरि यो भेडाहरूले हाम्रो बाटो छेकेको अवस्था होइन ल अब हामी चाहिँ जान्छौँ ओके लगाइ चाहिँ अँधेर भइरहेको खासै केही देखिरहेको छैन ल तर हामी गोठी जिउला पुग्यौँ है यहाँ चाहिँ ग्यारेज हुनुपर्ने हो है सकभर यहाँ ग्यारेज हुनुपर्ने हो किनकि यो बजारै हो नि त सिजाको लगभग बजारै हो यो चाहिँ यहाँ चाहिँ ग्यारेज कहाँनिर छ मेरो आँखामा पनि किरा पसिरहेछ कि कस्तोमा अघि त कति किरा पसेर आँखाभरि किरा पसेर ओके पानीबाट जानु खुट्टा माथि गर ओके मेरो आँखामा के छिर्यो यार कस्तो ग्यारेज कहाँनिर छ ग्यारेज हो ग्यारेज कहाँ हो भाइ यो अनि पारी जाने बाटो कताबाट हो पारी बाटोबाट जाने भन्छ नि ग्यारेज छैन ए ल हस् धन्यवाद भाइ पुलबाट आयो तिनीहरू त के गाई चाहिँ यहाँ पनि ग्यारेज छैन भनेर चाहिँ हाम्रो अघिको हावा भरेकोले हल्का काम त गरिरहेछ तर हावा अहिले कमै छ अनि पारीबाट जानुपर्ने हो हामी चाहिँ सर्टकट बाटोतिर लाग्छौँ भनेको अहिले चाहिँ गोठी चुलाबाट ठ्याक्कै हामी गोठी चुला बजार कटेर हामी जाँदैछौँ है लेट्स चाहिँ हेरौँ यतापट्टि यो अब यतापट्टि जाउँ त अहिले लामो पर्छ यताबाट अलिक छोटो पर्छ क्या त्यही भएर हामी यताबाट जाँदैछौँ गाई जान्छ तर अँधेरो छ केही देखिरहेको छैन गोठी चुलाबाट हल्का मुनि पुगेर चाहिँ यस्तो जानुपर्ने हुन्छ सयो लगाइ चाहिँ अहिले चाहिँ हामी नरकोट पुग्यौँ होइन यहाँ अहिले बजार जस्तो छ नरकोट ठ्याक्कै अब यहाँ नरकोट पनि यही हो क्या अब यहाँबाट लगभग आधी घन्टामा हामी नाङमा पुग्छौँ होला अहिले अँध्यारो चाहिँ खासै केही देखिरहेको त छैन होला तैपनि ओके यतै होला सायद है बाटो पनि थाहै छैन यार मलाई कता हो बाटो यतै हुनसक्छ नरकोट बजार यो नरकोट बजारमा ठुलै रहेछ यार
सही ल नगरकोट बजारमा यस्तो खतरा रहेछ मलाई थाहै थिएन यार यस्तो खतरा बजार छ भनेर डेभलप भइसक्यो है आए के चाहिँ अहिले चाहिँ हामी नाङमा पुगिसक्यो लगभग अब हाम्रो ट्रिप चाहिँ यहीँ सकिन्छ है अब यहाँदेखि चाहिँ हामी घर पुग्छौँ त्यहाँबाट चाहिँ फाइनल भिडियो बनाउनु पाउँदैन होला अनि लास्टमा हाम्रो बहिनीहरूको यहाँ हेरौँ है आफ्टर ट्रेक भनेर यस्तो छ हाम्रो बहिनीहरू अहिले त कस्तो राम्रो देखेको छैन ए हालत खराब भइसक्यो हालत खराब भयो अनि कस्तो भयो लास्टमा केही भनौँ दुई शब्द एकदम रमाइलो भयो तर दुःख नि भयो यस्तो रोडमा कसरी आयो थाहै भएन हो तर हिजोको भन्दा आजको रोड चाहिँ अलिक राम्रो थियो सिजा होइन के हो सिजाको रोड त सिङ्जा भ्यालीको रोड त एकदम राम्रो थियो के हो यता त पुरा के हो बोल्दै हालतमै छैन क्या बिरामी भयो कि धेरै दुई शब्द यहाँ डुङ्गाइदिने यता पनि टुङ्गाउने काममा त त्यही भएर अब हाम्रो ब्लगमा यही सकिन्छ है सबै हाम्रो जे जस्तो छ सब यही सकिन्छ इन्जोय द भिडियो देन डु नट फर्गेट लाइक शेयर एन्ड सब्सक्राइब